यसले भाग्य बढाउनु छ भने खाडी होइन बारी पसौँ। हेलो साथीहरू, यहाँ चाहिँ सुन्तला टिपाई चाहिँ सम्पन्न भएर बेची पनि सक्यो र यहाँ चाहिँ कटिङ हुँदैछ। बिहान चाहिँ यता तलको काटिसकिएको छ। यो कैँची भएन यार, अर्को कैँची खै अहिले त त्यो यो काटेन यसले। यो लड्डु कैँची काटेर होला यार। कटिङ चाहिँ ढमाडम भइरहेको छ। यो टुप्पा टुप्पा अलि हेरेर राम्रो रन्डे यसले सिडी लिएर अलि हेरौँ ल। त्यो नि उताउटीको पत्ते बादल ती बान्या हुन्थ्यो कागज दिन्थ्यो झरेर प्लास्टिक। पालो चाहिँ रुक्क रहेको छ। सुन्तला कटिङमा एकदम टपअपको एकदम जरुरी हुन्छ। यस्तो टुप्पा चाहिँ यस्तो जसरी पनि काटिहाल्नुपर्छ। यो तपाईँहरूले कहिले काट्नुभयो भने नि काट्नु होला टुप्पातिरको यसरी। यो काटेपछि सुन्तला छिटै फल्नेमा यसले एकदम मद्दत गर्छ। सुन्तलाको कटिङ चाहिँ यसरी गर्न सकिन्छ साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ वरपर झन्डै 150 बोट जति छन् सुन्तला। यसपालि चाहिँ किलोलाई 80 रुपियाँको दरले गयो। हेर्नु साथीहरू, यसरी काटिन्छ। यहाँ चाहिँ अर्को रुख कटिङ हुँदैछ। हेलो अङ्कल, यो आराले चाहिँ किन अनि कटिङ चाहिँ कैँची भाँच्चिन सक्छ नि त। यो ठुला आँगा काट्दाखेरि त्यही भएर ठुला आँगालाई आराले यसरी काट्नु पर्यो। कान्छा अङ्कलले चाहिँ यता कटिङ गरिराख्नु भएको छ। माइला अङ्कलले चाहिँ यहाँ आराले काटिरहनु भएको छ। यहाँ चाहिँ ठुला ठुला छन् यसमा। अङ्कल, यहाँको सुन्तला चाहिँ कति भयो कुल? सुन्तला यो चोटि भयो 1000 किलो, मतलब 10 क्विन्टल भइरहेछ। प्रगति बिस्तारै भइरहेछ, गऱ्यो सुन्त। अनि चाहिँ कति रुपियाँको किलोको चाहिँ तपाईँको सुन्तला चाहिँ कति भयो कुल पैसा? रुपियाँ चाहिँ भयो 80 रुपियाँ किलोले गयो। भयो अब 10 क्विन्टल भएपछि अब 80,000 यसो पनि हुने भइहाल्यो। 80,000 भयो एकचोटि। अब हुँदै जाला। सुन्तलाहरू ठुला हुँदैछन् बिस्तारै। सुन्तला ठुला हुँदै गएपछि अब बिस्तारै लाख पुग्न सक्छ, 1.5 लाख पुग्न सक्छ। त्यो अब बिस्तारै हुँदै जाला। लगाउँदा चाहिँ कति रुपियाँ पौडा लगाउनु भयो? यो पौडालाई त्यही 50 रुपियाँ पौडा लिएर रोप्या हो। अब हुँदैछ काम। बाघमारादेखि लिएर रोपेको रुख सुन्तलाका बोटहरू हुने। कति वर्षको फल्यो नि? अनि चाहिँ कति वर्ष? यो 6 वर्षदेखि सुरु भयो फल्ने। फलिरहेछ, भइसक्यो 5 वर्ष जति फल्न लाग्यो, भइसक्यो, फलिरहेछ।
पोहोर साल चाहिँ कतिको बेच्नु भयो नि पोहोर साल बेच्यो भाइ त्यस्तै 60-65 हजारको यो चोटि 80 भयो अब हेर्दै जाउँ अर्कोचोटि कति हुन्छ के हुन्छ कस्तो हुन्छ